तत्त्वमहं न जाने। ईश्वरि पाहि विश्वं त्वमीश्वरि देवि चराचरस्य ज्ञानाञ्जनशलाकया चक्षुरुन्मीलितं येन तस्मै श्रीगुरवे आचरं तत्पदं दर्शितं येन तस्मै श्रीगुरवे आचार्याय मुनीन्द्राय च पतितानां पावनेभ्यो वैष्णवेभ्यो नमो नमः। जय जय माखन चोर श्री राधा सर्वेश्वर भगवान को, श्री लक्ष्मी नारायण भगवान को, सियावर रामचंद्र भगवान को, गौरी शंकर भगवान को, दुर्गा माता को, सालग्राम भगवान को, गौ माता को, समस्त स्थानीय देव देवी को, भक्त भागवत को जय जय श्री राधे। तेस्रो दिवस मध्याह्न सत्र भन्दा अगाडि व्यासपीठमा आसीन विद्वान व्यासाचार्यज्यूको मुखारविन्द भएका छौं। घरको सबै काम छोडेर टाढा टाढादेखि धन्यवादको पात्र हुनुहुन्छ। किनकि हेर्नुस्, हाम्रो जीवन अनेक प्रकारका काम छ भक्तजन। महापुराण हुनका लागि के कुरा हुनुपर्छ? अत्र सर्ग विसर्गश्च स्थानं पोषणमुतय मन्वन्तरे सानुकथा निरोधो मुक्तिराश्रयः। सर्ग विसर्ग स्थान पोषण उति मन्वन्तर ईशानुकथा निरोध मुक्ति अनि आश्रय, यति 10 प्रकारका लक्षणले युक्त भएको ग्रन्थलाई महापुराण भनिन्छ। र त्यो महापुराण हाम्रो कल्याणका लागि हुने गर्छ। अत्यन्तै सुन्दर प्रसङ्गका साथमा श्रीमद् भागवत स्कन्धको प्रारम्भ हुन्छ। महाभारतको कथाको वर्णन गरिएको छ। यदा तु राजा सुसुतान साधुन रक्षा भवने ददाह। महाभारतको युद्धको बारेमा हिजो पनि थोरै चर्चा गरिएको थियो। अत्यन्तै भयानक, अत्यन्तै विध्वंसकारी त्यो युद्ध भयो। धृतराष्ट्रले आफ्ना पुत्र दुर्योधनको इच्छा पूर्ण गर्नका लागि 5 पाण्डवलाई 5 गाउँ पनि दिन नमानेर यो विध्वंसकारी युद्ध भएको थियो। विदुर मैले दिएको भोजन गरेर मेरै विरुद्धमा बोल्छौ, अनेक प्रकारका दुर्वचनहरू प्रहार गरे, पक्ष नै छोडिदिनु भयो। यस्ता दुष्ट, यस्ता पापी, यस्ता नीचहरूको संगत भयो सज्जन। र ती मनुष्य रूपबाट बिस्तारै बिस्तारै मैथुनी सृष्टिको सृष्टि गर्ने बित्तिकै ती जन्मिएकाहरूले मलाई भोक लाग्यो भन्छन्, के खान दिनु, हैन? जन्मिने बित्तिकै भोजनको अपेक्षा गर्छन् जीवहरूले। त्यसैले ब्रह्माजीले भगवान नारायणको पुनः आराधना सुरु गर्नुभयो। प्रभु, हजुरको आज्ञा अनुसार मैले सृष्टि त अगाडि बढाउन खोजे, तर ती जन्मिएका प्राणीलाई राख्ने ठाउँ छैन, जल मात्रै छ सर्वत्र, म के गरौँ? भगवानले भन्नुभयो, ब्रह्माजी चिन्ता नगर्नुहोस्, हिरण्याक्ष नाम गरेको असुरजीलाई आज्ञा दिनुभयो। ब्रह्माजीकै नासिकाबाट, नाकको प्वालबाट सानो जीवाणु बनेर बाहिर आउनुभयो मेरो भगवान। हेर्दा हेर्दै विशाल काय बराहको रूप धारण गर्नुभयो। बराह अवतार
त्यो हिरण्याक्ष नाम गरेको असुर कति शक्तिशाली थियो। पृथ्वीलाई उचालेर त्यस्तो शक्ति, त्यति धेरै तागत उसले कहाँबाट पायो प्रभु? मलाई त एकदमै जिज्ञासा भयो। त्यो हिरण्याक्षको बारेमा हजुरले बताइबक्स्योस्। शक्तिशाली त्यो असुरको परिचय हजुरले दिइबक्स्योस्। मैत्रेय मुनिले भन्नुभयो, अत्यन्तै रोचक कथा छ, ध्यान दिएर सुन्नु होला। धेरै अगाडिको कुरा, धेरै समय अगाडिको कुरा। सनक, सनन्दन, सनातन र सनत कुमार ब्रह्माजीका मानस पुत्र जानुभयो वैकुण्ठ लोकमा। ती सनकादिमा फेरि एउटा विशेषता थियो, कहिल्यै पनि वृद्ध नहुने, सधैँ 7 वर्षको बालक जस्तो देखिने। अझ कतै कतै त 5 वर्षको बच्चा भनिएको छ। किन सनकादि कुमार किन सधैँ बालक बन्नुहुन्छ? किनभने ब्रह्माजीले सृष्टि गर्नुभयो अनि भन्नुभयो, बाबु हो यो जगतको विस्तार गर्नु छ, सृष्टिलाई बढाउनु छ, त्यसैले बिहे गर, गृहस्थ आश्रममा प्रवेश गर। सनकादिले मान्नु भएन। पिताजी गृहस्थ आश्रम त एकदमै झन्झटिलो हुन्छ। सुरुमा रहर गरेर बिहे गरियो, बिहे गरेपछि जिन्दगीभरि पछुतो। पिताजी हामी त अरूको देखेर अगाइसक्यौँ, बिहे गर्दैनौँ भन्न लाग्यो। राधे राधे। ब्रह्माजीलाई रिस उठ्यो, छोरा भएर आफ्ना पिताले भनेको नमान्ने, तिमीहरू सबै बच्चाको बच्चा नै बस्नु भनेर श्राप दिनुभयो ब्रह्माजीले आफ्नै पुत्रहरूलाई। बिहे गरेनन् भनेर रिसले सनकादिहरू त हाँस्न लाग्नुभयो, बल्ल गजब भयो। केटाकेटी भएपछि काम वासनाले पनि सताउँदैन, 5-7 वर्षको बच्चालाई के विषय वासना, अब त झन् बिहे गर्नै परेन, ढुक्कै भयो होइन। काम वासनाले गर्दा बढी बिहे हुने गर्छ, त्यो नै नपलाएपछि, त्यो नै नआएपछि के को समस्या? आनन्दले भक्ति भजनमा लाग्नुभयो। जति वर्ष बिते पनि 7 वर्षको जस्तै देखिने होइन। एक दिन वैकुण्ठ लोकमा जानुभयो ती सनकादि कुमारहरू। भगवान विष्णुको दिव्य मन्दिरको मुख्य द्वारमा जय विजय नाम गरेका पार्षदहरू बसेका थिए। केटाकेटी जस्तो ठाने कि सनकादिलाई सानो सानो बच्चा देखे। बच्चाहरूले भित्र जान पाइन्न, बाहिरै प्रसाद दिनलाई खाएर जाऊ भन्न थाले। सनकादि कुमारहरू त एकदमै पहुँचिएको उच्च श्रेणीको महात्मा हुनुहुन्थ्यो। रिस उठ्यो उहाँहरूलाई। भगवानको मन्दिरमा पनि भेदभाव गर्ने, हामीलाई बच्चा भनेर भित्र जान नदिने, तिमी भगवानको मन्दिरमा रहन लायकका छैनौ, 3 जन्मसम्म असुर भएर जाऊ तिमी पृथ्वी तलमा भनेर श्राप दिनुभयो। सनकादि कुमारले रिसाएर जय र विजयलाई। राधे राधे। ऋषि मुनिलाई रिस उठ्न नपर्ने हो, तर भगवानको दर्शनबाट विमुख गरेका कारणले रिसाउनु भयो। आफ्ना इष्टदेवको दर्शन गर्न पनि नपाउने हामीले जय विजय हात जोडेर खडा भए। हामीले हजुरलाई चिन्न सकेनौँ महाराज। सनकादिले भन्नुभयो, समस्या नै यहीँनिर छ। चिने जानेकालाई, विशेष व्यक्तिलाई अर्कै व्यवहार गर्ने, सर्वसाधारणलाई अर्कै व्यवहार गर्ने, तिमीहरूले त 3 जन्म राक्षस बन्नुपर्छ। राधे राधे। हो कि होइन? मैले चिनिन हजुरलाई भनेर हात जोडेर हुन्छ? नचिनेको मान्छेलाई चाहिँ अभद्र व्यवहार गर्न पाइन्छ? आजको समस्या नै त्यही हो नि। पहुँच कति छ, आफूसँग चिनजान छ कि छैन, त्यसको आधारमा हामी व्यवहार गर्छौँ। परिणाम भयानक हुन्छ त्यसको। यो कथाबाट हामीले शिक्षा लिनुपर्छ। दौडिएर नारायण भगवान आउनुभयो, मन्दिरबाट विष्णु भगवान बाहिर आउनुभयो। सनकादि कुमारसँग भन्न लाग्नुभयो, प्रभु आफ्ना नौकरले, आफ्ना कर्मचारीले गल्ती गरे भने त्यसको जिम्मेवारी मालिकले लिनुपर्छ।
यी जय विजयले गरेको गल्तीमा म पनि दोषी छु। मैले यिनीहरूलाई भेदभाव नगर मेरो मन्दिरमा समान रूपले सबैलाई आउन देऊ भनेर पहिले नै बताउनु पर्थ्यो। त्यो श्राप मलाई दिनुपर्छ हजुरले, म यसको जिम्मेवार छु भन्न लाग्नुभयो नारायण भगवानले। सनकादि कुमारलाई अलिकति पछुतो पनि भयो। ओहो, साक्षात भगवान नारायण यति विनम्र हुनुहुन्छ, हामीले चाहिँ क्रोध देखायौं, रिस देखायौं। ती जय विजय रुन लागे। घरि सनकादिलाई नमस्कार गरेर रुन्छन्, घरि नारायणलाई सम्झेर। प्रभु, हामीले त हजुरको चौकीदार बनेर सेवा गरेका थियौं, 3 जन्मसम्म हामीले हजुरबाट विमुख हुनुपर्ने भयो, यो हामी सहन सक्दैनौं। जब उनीहरू रुन कराउन लागे, गल्ती गरेपछि पछुतो भयो भने त्यो पनि ठुलो कुरा हो क्या सज्जन। गल्ती भयो भने पश्चाताप गर्न सक्नुपर्छ, हामीले माफी माग्न, क्षमा याचना गर्न सक्नुपर्छ। तर हाम्रो अभिमानले गल्ती गरेपछि पनि झुक्न दिँदैन, सरी भन्नै दिँदैन। इज्जत जान्छ, मेरो मान घट्छ। गल्ती पनि गर्ने अनि आफै ठुलो स्वरले पनि व्यवहार गर्ने, त्यो त झन् नराम्रो भयो। जय विजयले गल्ती गरे पनि आफ्नो गल्तीलाई महसुस गरे, बारम्बार क्षमा याचना गर्न लागे। भगवान नारायणले भन्नुभयो, चिन्ता नगर, तिमीहरू मात्र होइन, 3 जन्मसम्म तिमीहरू असुर बनेर जाँदा म स्वयं पनि त्यहाँ मनुष्यको रूपमा आउनेछु, अनेक रूपमा आउनेछु, मेरा हातद्वारा नै तिमीहरूको उद्धार हुनेछ। भगवानले वचन दिनुभयो कि जय विजय। किनकि आफ्ना कर्मचारीको गल्तीमा आफूले पनि हिस्सेदारी लिनुपर्छ भनेर भगवानले त्यो कार्य गर्नुभयो सज्जन। हो, तिनै जय विजय कश्यप र दितिको पुत्रको रूपमा हिरण्याक्ष र हिरण्यकश्यप बनेर प्रकट भएका थिए। पुराण पुरुषोत्तम भगवानको कुरो के भएछ भने हेर्नुहोस्, कश्यप ऋषिका धेरै पत्नी, कतै 13 पत्नीको उल्लेख गरिएको छ, कतै कतै त्यो भन्दा धेरै पत्नीको पनि चर्चा गरिएको छ। ती मध्ये प्रमुख दिति पनि एउटी हुन्। एकदमै व्यवहारिक कुरा छ हजुर, हामी सबैले बुझ्नुपर्ने कुरा छ, ध्यान दिएर सुन्नु होला है, एकदमै ध्यान दिनुपर्छ। हामीले सप्ताहमा आएर बसेपछि केही न केही कुरा घर जाँदा लिएर जान पाऊँ। राधे राधे। पञ्चामृत प्रसाद त भागवत समापन भएपछि बेलुका पाइहालिन्छ, त्यो भन्दा अगाडि जिन्दगीभरि काम लाग्ने एउटा एउटा कुरा चाहिँ गाँठो बाँधेर घर जाँदा लिएर जानुपर्छ। जय श्री कृष्ण। आमाहरू, दिदीहरू सबैलाई भनेको मैले, हामीहरू भगवानको मन्दिरमा आउँदा, सप्ताह सुन्न आउँदा खाली हात आउँदैनौँ प्राय। गुरु देउता राजा अरू पनि भला मानिस कहाँ, नजानु खाली हात भनिकन लेखिएको छ शास्त्र विधिमा। त्यही भएर हामी सुन्तला किन्छौँ, फुल टिप्छौँ, तुलसी पत्र साथमा लिन्छौँ, अनि आएर भागवतलाई ढोगेर दियो कलश गणेशको पूजा गरेर कथाको आनन्द लिन्छौँ। हामी आउँदा खाली हात आएका हुँदैनौँ, भगवानका लागि केही न केही उपहार लिएर आएका हुन्छौँ। त्यो उपहारको बदलामा जाँदा हामीले केही न केही ज्ञान साथमा लिएर जानुपर्छ। राधे राधे। नत्र सुन्तला र भेटी यसै नाश हुन्छ। कृष्ण कन्हैया लालको। दक्षिणा चढाएको छ, फलफुल भगवानलाई अर्पण गरेको छ, त्यसको बदलामा केही नपाउने हामीले, नलिने, लिन पर्यो के राधेश्याम। त्यसैले ध्यान दिएर सुनियो भने लिन पाइन्छ। सुनियो भन्दा सुनियो, पक्क परेर फुल्यो, सुनियो, त्यस्तो खाले सुन्ने भनेको होइन। राधे राधे।
बुझ्यो भन्दा बुझ्यो, दुईटै कान बुझ्यो, ठप्प भयो। राधे राधे। सुनियो र बुझियो भयो भने बर्बाद छ त्यो। श्री भागवत भगवानको गर्यो भने के हुन्छ? उत्तर भागवतले दिनुभएको छ, यदि गर्व रह्यो भने दुष्ट नीच आफैलाई पिट्नेवाला सन्तानले जन्म लिन्छ। त्यसैले सन्ध्याको बेलामा त्यो कर्मबाट पनि बच्नुपर्छ। निद्रा साँझको बेलामा गर्न नहुने अर्को महत्त्वपूर्ण काम भनेको निद्रा। सुत्न हुँदैन, निदाउन हुँदैन। बिमारी अवस्थामा र साना साना बाबु नानी बाहेक अरू कसैले पनि सन्ध्याको बेला सुत्न हुन्न। यदि कोही निदाउनु भएको छ, सुत्नु भएको छ भने पनि उठाइदिनु पर्छ। सन्ध्यामा निद्रा लिनाले, साँझमा सुत्नाले नेत्र सम्बन्धी विकारहरू उत्पन्न हुन्छन्। आँखा सम्बन्धी बिमारी लाग्छ हामीलाई, नेत्र रोगी भइन्छ। आयुर्वेदले भनेको कुरा हो। निद्रा स्वाध्यायम च चतुर्थकम। अर्को सन्ध्याको बेलामा गर्न नहुने कुरा भनेको स्वाध्याय अर्थात् पढ्ने काम। विद्यार्थी भाइ बहिनीहरूले पनि मध्य साँझ परेपछि केही समयको लागि पुस्तकलाई विश्राम दिनुपर्छ। लेख्ने पढ्ने प्रति अर्कोतिर। दिनभरि घरका प्रत्येक सदस्य आफ्नो आफ्नो काममा कता कता पुगेका हुन्छौँ। साँझको बेला सबैजना घरमा भेला भइन्छ। हात गोडा धोएर आफूले पूजाआजा गर्ने गरेको मन्दिरको अगाडि जाने, भगवानको अगाडि दीप जलाइदिने, बाहिर पनि बत्ती एउटा दीप बालिदिने तुलसीको मन्दिरमा। त्यस पछाडि जतिजना सदस्य छौँ मिलेर झ्याली मजिरा हार्मोनियम बाजा भए त झन् दिव्य भइहाल्यो। नभए पनि भगवानले दुईटा हात दिनुभएकै छ। ताली बजाएर सबैले 2 मिनट 5 मिनट जति समय हुन्छ भगवानको स्मरण गर्ने, भगवानको सम्झना गर्न परेको हुन सक्छ। ध्यान दिने कुरा छ है हजुर। सन्ध्याको बेलामा बत्ती बालेर भगवानको अगाडि आफूले मान्ने जनलाई प्रणाम गरिदिने, शिर झुकाइदिने। दिनभरि सासु बुहारीको झगडा भएको थियो के अरे। अब त्यो साँझको बेलामा बुहारी जे भए पनि उमेरले पनि सानै सासूलाई मान गर्नुपर्ने हो। यसो ढोगेर आमा म पनि छुची छुके के भने दिउँसो हजुर पनि कम हुनुहुन्न के अरे, दोहोरै झगडा गरेको हो तर अब भयो आमा त्यो कुरालाई बिर्सनु पर्छ भनेर यसो बुहारीले सासूलाई ढोगिदिउन् त दिनभरिको झगडा सब खतम हुन्छ कि हुँदैन? त्यति बेला सक्यो। भोलिसम्म गरेर यसरी बुहारी र सासूले टेढो टेढो आँखा पराएर हेर्ने समस्या नै खतम त्यति बेला। बाबा र छोराको बिचमा झगडा भएको हुन सक्छ। बुवाको गल्ती नै भए पनि हामीले मान्ने त हो नि पिताजीलाई। के गर्नु बुवा, मेरो पनि मुख छुचो छ, बोलिहाल्छु। तपाईँ झन् उस्तै हुनुहुन्छ के अरे। गल्ती त दुवैजनाको हो, तै पनि म सानो छु, मैले माफी मागेँ बाबा भनेर ढोगिदिनुहोस्। ती बाबुआमा रिसाइरहन्छन् त। सक्यो, उड्यो रिस। सन्ध्याको समयमा गर्ने नै त्यही हो। आजको झगडा आजै खतम। त्यति गरियो भने राति निन्द्रा पनि राम्रोसँगले लाग्छ। नत्र विचार गरेर हेर्नु, नाइ त भने आज मलाई सासूले यसो भनिन् भनेर 12 बजेसम्म पुरा खेलाएर बस्छिन्, बुहारी निन्द्रा लाग्दैन। सासूले अस्ति भित्र्याए कि आउने बित्तिकै मलाई नचाउन लागि यस्तै दुष्टिनी भनेर पुरा खेलाउन लाग्छिन्, सासूलाई निन्द्रा लाग्दैन राति। हेर्नुहोस् है, अब निन्द्रा लाग्न कम हुने बित्तिकै भोलि विभिन्न प्रकारका बिमारीले जन्म लिएला। तपाईँलाई डिप्रेसन होला, मानसिक रूपमा अस्वस्थ बन्नु होला। झगडा नै रोगको जड हो क्या। त्यसैले यो सन्ध्याको बेला हजुरहरू सबैलाई मैले एउटा एकदमै राम्रो फर्मुला भन्दैछु शास्त्रको आधारमा। यो सूत्र मैले आफ्नो घरमा पनि लागू गरेको छु। कहिलेकाहीँ बाबुलाई पिट्न पनि पर्छ के अरे। अब बाबा भएपछि उनीहरूको भलोको लागि उ त माफी माग्न किन आउँथ्यो र म त आफै सरी भनिदिन्छु। बच्चा छ, बाबु मैले दिउँसो तिमीलाई पिटेँ के अरे, तर नरिसाउ, तिम्रै भलोका लागि हो, ल तिमी पनि सरी भन, मैले पनि सरी भने अब भनेर बस। ऊ पनि हाँसिदिन्छ, आफू पनि हाँस्यो, खत्तम। नत्र मेरा बाबुले मलाई पिटे, कति दिनसम्म उसको दिमागमा त्यो टेन्सन रहिरहन्छ।
यो सूत्र जीवनमा अपनाइयो भने एवं रीतले घुम्दै जाँदा एक ठाउँमा कर्दम नाम गरेका महात्मा तपस्या गरेर बसिरहनु भयो। आश्रममा प्रवेश गर्ने होइन र मनु महाराजको कुरा सुनेर कर्दम ऋषि मुस्कुराउन लाग्नुभयो। फेरि भन्नुभयो, महाराज विवाह गरेर के गर्नु, म त सानैदेखि तपस्वी भएँ, पत्नीलाई सुख दिनुपर्छ, उनलाई राम्रो घरमा राख्नुपर्छ, मिठो खाना दिनुपर्छ, कपडाहरू पनि त्यही अनुसारले राम्रा राम्रा दिनुपर्छ। त्यो सबै सुविधा श्रीमतीलाई दिने त्यो सुख मसँग केही पनि छैन। बिहे गरेर अर्काकी छोरीलाई दुःख दिनु मात्रै त भएन के रे। मनु महाराजले फेरि सोध्न लाग्नुभयो, प्रश्न भन्नुहोस्, खान दिन सक्दिन, लाउन दिन सक्दिन, राम्रो घर बनाएर राख्न सक्दिन भनेर बिहे नगर्ने कि भित्रैदेखि मन नलागेको भएर नगर्ने? विवाह नगर्ने पनि दुईटा कारण हुन्छन्। पत्नीलाई भने जस्तो सुख दिन सक्दिन भनेर डरले नगर्ने हुन्छन् कोही कोही। कसैलाई भित्रैदेखि वैराग्य आउँछ, हे किन बिहे गर्ने हो र, यसै जिन्दगी आनन्दमय छ भन्ने त्यो सोच पनि आउँछ। तपाईको सोच के हो भनेको चुप लागेर बस्न लाग्नुभयो कर्दमजी। मनु महाराजले भन्नुभयो, यसको मतलब बिहे गर्न मन छ तर बाहिरबाट भन्न सक्दैन, हैन? फेरि भन्न लाग्नुभयो कर्दमजीले, भयो हो महाराज, यो झन्झटमा किन पर्ने? मनुले पनि गृहस्थ आश्रमको फाइदा बताउन लाग्नुभयो। हेर्नुहोस्, अहिले तपाईले बिहे गर्नु भएको छैन, त्यही भएर तपाईलाई यसको रस थाहै छैन। बिहे गर्दा त सुख पाइन्छ। बिहेका फाइदा बताइदिनु भयो। अहिले त जवान हुनुहुन्छ, हट्टाकट्टा हुनुहुन्छ, आफ्नो काम आफै गर्न सक्नुहुन्छ, सधैँ त यो दिन रहन्न। पछि जब तपाईँ बुढो बन्नुहुन्छ, बुढेसकालमा बिरामी पर्दा, दुःख पर्दा एक्लै, ओहो बेलैमा बुद्धि पुर्याएर बिहे गरेको भए अहिले बुहारी हुन्थिन्, छोरो हुन्थ्यो, बा जाउली बनाएर दिउँ, तातो पानी दिउँ भन्थे होलान्, मेरो सेवा गर्थे होलान् भनेर बुढेसकालमा एक्लै छटपटिएर सोच्नु भन्दा बरु बेलैमा बिहे गर्नु, सुख पाउनुहोस् राधे राधे। सुख मात्रै बताइदिए, दुःख बताएनन् के रे। अनि विवाह गर्न झन् प्रेरणा उत्पन्न भयो कर्दमजीलाई। भन्न लाग्नुभयो, म जस्तो जोगीलाई कसले छोरी, सबैलाई विशेषतावाला चाहिन्छ, सबै कुराले परिपूर्ण भएको वर चाहिन्छ, हैन? अनि भन्न लाग्नुभयो मनु महाराजले, ल ठिकै छ, हजुरलाई भित्रैबाट विवाह गर्न मन रहेछ, मेरी माइली छोरी एकदमै धर्मात्मा आस्तिक स्वभावकी छन्, हजुर जस्तो वर पाए म टक्र्याउँछु। अब राजाकै छोरी दिन भनेर यहाँ आउँदाखेरि नाइ भन्न मन लागेन उनलाई पनि। भन्न लागे, महाराज हजुरको जो विचार। अब कर्दमजीलाई छोरी दिने निर्णय गर्नुभयो मनु महाराजले। ती देवहूति नाम गरेकी कन्याको त्यही वनमा नै विवाह गराइदिनु भयो। छोरीलाई अनेक प्रकारका उपदेश दिएर मनु र शतरूपा फर्किएर जानुभयो। सज्जन, यी कर्दम कस्ता तपस्वी,
सासू ससुरा फर्किएर जानुभयो। पत्नी छेउमा बसेकी छन्, आफ्ना दुईटै आँखा चिम्म गरेर बन्द गरेर फेरि तपश्चर्यामा लाग्नुभयो। पतिदेवले कहिले आँखा खोल्नुहुन्छ भनेर बिचरी छेउमा पर्खेर बसेकी छन्। दिन बित्यो, हप्ता बित्यो, महिना बित्यो, वर्ष बित्यो, उनले आँखा खोलेनन्। न खानु न पिउनु, छेउमा बसेकी छन् बिचरी। एक दिन अचानक कर्दमजीका आँखा खुले। धुलोले भरिएकी, कयौं समयदेखि कपाल पनि नकोरेकी, अनुहार पनि चाउरी परिसकेको बिचरी हेर्दै टिठ लाग्दी एउटी महिलालाई आफ्नो छेउमा बसेको देखेर देवी तिमी को हौ भनेर सोध्न लागे। आफ्नै फेरि वनमा गएर तपस्या गर्छु। तिमीलाई एउटा सन्तान भएपछि म पुनः जङ्गलमा जान्छु। देवहूतिले भनिन् बल्ल 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 यसो आफ्नो अनुकूलमा हुनुभएको छ पतिदेव, बिस्तारै त्यो त म मेसो मिलाइहाल्छु नि, पहिले फसाउन पो गाह्रो छ त। फसाइसकेपछि यिनलाई अल्झाउन त मैले जानेकै छु नि। संसार त्यही त हो। माया मोहमा नपरुन्जेल मात्रै मान्छे बचे जस्तो गर्छ। मोह मायामा परेपछि, बिहे भएपछि पत्नीको माया लाग्यो, सन्तान हुन्छ, सन्तानको माया लाग्यो, त्यो सन्तान ठुलो हुन्छ, बढ्छ, उसले बिहे गर्छ, उसका सन्तानको पनि फेरि माया लाग्न थाल्छ। हाम्रा आमाहरू बिचरामा अस्ट्रेलिया अमेरिका गएका छोराछोरीका पनि सन्तान हुर्काइदिन यहाँदेखि जानुहुन्छ नि, त्यो मायाले तानेको होइन र। विदेशमा गएर पनि सेवा गरिरहनु भएको छ बिचरा। स्नेह, यो मोह, यो माया पहिले प्रारम्भमा चाहिँ कस्तो कस्तो हुन्छ। एकपल्ट गरेको पवित्र स्थान छ त्यहाँ, त्यही धेरै समयसम्म कर्दम र देवहूतिले समय व्यतीत गर्नुभयो। एउटा सन्तान भएपछि वनतिर जान्छु भन्नुभएको थियो। एकपछि अर्की, अर्कीपछि अर्की, 9वटी छोरीले जन्म लिए। राधे राधे। 9 कन्छु, मलाई जङ्गल जाने आज्ञा देऊ। पत्नीको आज्ञा नलिकन घर छोडेर जान पाइन्न, त्यो गृहस्थ आश्रममा विधि हुन्छ हैन। किनभने पत्नीको आज्ञा बिना पत्नीसँग रिसाएर घर छोडेर हिँड्नेवालाले सिद्धि प्राप्त गर्न सक्दैनन् भन्छ शास्त्रमा। श्रीमतीसँग रिस उठ्यो, झगडा भयो, पख तँलाई छोडेर जान्छु भनेर कुनै तीर्थमा गएर बसोस्, त्यहाँ गएर भगवानलाई सम्झिनु भन्दा बढी पत्नीकै याद आउँछ। त्यसले मलाई गाली गरी रिसले घर छोड्यो, त्यो कहिल्यै मनबाट जाँदै जान्छ। त्यसैले घर छोड्न मन लाग्यो भने पनि पत्नीको आज्ञा लिनुपर्छ। सन्तानहरू ठुला भइसकेका छन् भने उनीहरूको पनि आज्ञा लिनुपर्छ। देवहूतिले भन्न लागिन् पतिदेव हजुर कस्तो कुरा गर्दै हुनुहुन्छ। 9वटी छोरी बिहे गर्ने बेला भए यो सारा भार म एक्लैलाई छोडेर हजुर चाहिँ बन जाने, यो भएन। हामी दुवैजनाले मिलेर संसार बनाएका हौं, आफ्नो आफ्नो दायित्व दुवैजनाले पूरा गर्नुपर्छ। यदि हजुरलाई जानै मन लागेको छ भने छोरीहरूको विवाह गरिदिनु अनि आफ्नो इच्छा। सुया नाम गरेकी छोरी अत्रि ऋषिलाई दिनुभयो। अरू पनि छोरीहरू थिए, त्यस्तै विभिन्न ऋषि कुमारहरूलाई विवाह गरिदिनु भयो। भन्नुभयो छोरीहरू आफ्ना घरमा गए, देवी अब म पनि वनमा जान्छु। देवहूतिले फेरि भन्न लागिन् छोरीलाई त बिहे गरेर घर पठाउनु भयो, हजुर वन जाने, म एउटी नारी, मेरो चाहिँ के गति हुन्छ, अब मलाई कसको जिम्मा लगाएर जानुहुन्छ हजुर। भयो बर्बाद। भन्न लागिन् म एक्लै कसरी बस्नु, एउटी अबला नारी, मलाई पनि सँगै वनमा लिएर जानुहोस् हजुरले। हात जोड्न लाग्नु भयो कर्दमजीले। देवी वनमा तिमीसँग गए भने मेरो तपस्या पूर्ण हुँदैन। पति पत्नी सँगै बसेर साधना गर्न सम्भव हुन्न, काम वासनाले पीडित बनाउन सक्छ। देवहूतिले भने हजुर म केही पनि जान्दिन, मलाई कसको जिम्मा लगाउने, के गर्ने त्यो हजुरले बुझ्ने कुरा हो। पत्नीलाई अलग पत्र पारेर एक्लै जङ्गलमा जाने कुरा म त मान्दिन। भयो समस्या।
फेरि चिन्तामा पर्न लाग्नुभयो। कर्दमजी रातभरि निद्रा लागेन, हेर्नुहोस् पिर पर्यो नि त। अब के गर्ने होला, के गरी छुटकारा पाउने यो संसारबाट, यो गृहस्थ आश्रमको बन्धनबाट म कसरी उम्किने। निदाउनु भएन बिचरा। बिहानी पख भएपछि निद्रा लागेछ, सपना देख्नुभयो। स्वयं नारायण भगवान पुत्र बनेर आफ्नो घरमा आएको देख्नुभयो। उज्यालो हुने बेलाको सपना त पुरा हुन्छ भनेर उहाँले सुन्नुभएको थियो। हो, आज मैले देखेको सपना साँच्चैकै पुरा भए कस्तो हुन्थ्यो भनेर मनमा कल्पना गर्न लाग्नुभयो। सज्जन, समय व्यतीत हुँदै गयो। केही समय पछाडि साक्षात नारायण कर्दम र देवहूतिको पुत्रको रूपमा कपिल बनेर प्रकट हुनुभयो। कपिल अवतार भगवानको, कपिल अवतार भगवानको। प्रसन्न हुनुभयो कर्दमजी। ती कपिल अलि ठुलो हुनु भएपछि देवहूतिलाई कपिलको जिम्मा लगाएर तिमी छोरासँग बस देवी, अब म भने तपश्चर्यामा जान्छु भन्दै कर्दमजी बिदा भएर जानुभयो। देवहूति आमा र कपिल त्यहाँ बस्न लाग्नुभयो। एक दिन आमा देवहूतिले बिहानी स्नान गरेर आफ्ना दुवै हात जोड्नुभयो। कपिलका अगाडि आएर भन्न लाग्नुभयो, बाबु, पुत्र रूपमा, छोरोको रूपमा हजुर मेरो अगाडि आउनु भएको छ, तर हजुर चराचर जगतका नियन्ता पूर्ण ब्रह्म परमात्मा परमेश्वर हुनुहुन्छ, त्यो मैले बुझिसकेकी छु। त्यसै कारणले गर्दा म एउटी अबला नारी, मेरो कल्याणका लागि, मेरो भलाइका लागि हजुरले उपदेश दिनुहोस्। आमाले विनीत भएर भयो। कपिल भगवानले आमा देवहूतिलाई, माताजी, सज्जन र दुर्जन चिन्ने एउटा सूत्र छ, फर्मुला छ। त्यो मान्छेसँग एकछिन सङ्गत गरेपछि, उसँग बोलीचाली गरेपछि यो दुर्जन हो कि यो सज्जन हो कि छुट्याउन सकिहालिन्छ। कसरी भन्नुभयो, अरू दुःखमा परेको देखेर, अरू कष्टमा परेको देखेर जसको मन पग्लिन्छ, अरूलाई दुःख पर्दा आफैलाई दुःख परे जस्तो जसले ठान्छ त्यही सज्जन हो। राधेश्याम, अरूको पीडामा पीडित हुनु नै सज्जनताको लक्ष्य हो। अर्को मान्छे दुखी हुँदा उसको दुःखले हामीलाई पनि पोल्यो भने हामी सज्जन हौ। तर अरूले दुःख पाउँदा, अरूलाई कष्ट पर्दा तँलाई ठिक्क पर्यो, बल्ल खाइस भन्ने भावना यदि हाम्रो मनमा आयो भने दुर्जन भनेका हामी नै हौ। सन्त हृदय नव नीत समान, सन्त हृदय नव नीत समान। नवनीत भनेको नौनी घिउलाई भनिन्छ। नौनी घिउ अलिकति तातो पाएपछि पग्लिन थाल्छ है। नौनी घिउ अलिकति तातो भयो भने पनि पग्लिन्छ। एकजना दिदीले श्रीमानलाई असाध्यै माया मान्ने अरे कि एक दिन विचार गर्नुभएछ, नौनी घिउको डल्लो ठुलो थियो, घरमा जमेर बसेको, मेरा बुढालाई यसैको रोटी पकाएर खान दिन्छु राधेर। मिठो कुरा अरूलाई किन दिने नि, आफ्नै बुढालाई। रोटी बन्छ त बन्छ, के हुन्छ, पग्लिन्छ। हो, अरूलाई दुःखमा परेको देखेर जसको मन नौनी घिउ जस्तै पग्लिन्छ, सज्जन भनेका तिनै हुन्। नवनीत समान हृदय सज्जनस्य। सज्जन भन्नु नै अरूलाई दुखी देख्दा मन पग्लिने व्यक्ति। हामी मध्ये त्यस्ता कतिजना छौँ, कठै त्यसले दुःख पाएछन्। जो दुखी भएको छ त्यति नै दुःख हामीलाई पनि लागिरहेको छ। अनि हामी मध्ये कति छौँ फेरि बल्ल खाइस, ठिक्क पर्यो तँलाई होइन। जय श्री राधे। दुर्जन भनेको त्यही हो। कृष्ण कन्हैया लालको
दुर्जन कस्तालाई भन्छन् हामीलाई गुरुजीले दृष्टान्त दिएर सम्झाउनुहुन्थ्यो के दुईटा छिमेकी भन्ने बित्तिकै नजिकै घर भन्ने त हामीले यसै पनि बुझ्यौँ। छिमेकी धनी हुन लाग्यो, छिमेकीका सन्तान पनि असल हुन लाग्यो, आफ्नो घरमा भन्दा सबै उसकामा राम्रो भयो। अब ओल्ला छिमेकीलाई ईर्ष्या डाहा उत्पन्न भयो, तपस्या गर्न गएछ। भगवान खुसी हुनुभयो, के माग्छस् भनेर सोध्नुभयो। छिमेकी त कुवामा पर्यो, बिचरा दुईटै आँखा फुटेका थिए। दुर्जन भनेको त्यही व्यक्ति हो। सज्जनको संगत गर्ने 1 नम्बरको सूत्र बताउने पनि माताजीको त्यो जिज्ञासाको समाधान गर्दै भन्न लाग्नुभयो। माताजी, यो गुण 3 प्रकारको हुन्छ, सत्व गुण, रजो गुण, तमो गुण। गुण 3ले गुण गर्दा 27 हुन्छ। मोटामोटी सामान्यतया सात्विकी भक्त, राजसी भक्त, तामसी भक्त। थोरै चर्चा गरिहालौँ भक्तको, कमसेकम म कुन श्रेणीको हुँ भन्ने त थाहा हुन्छ। राधे राधे। अरूलाई दोष लाउन नपाए पनि मैले आफ्नो मूल्याङ्कन त गर्न पाउँछु नि। त्यसको खरानी होस् भनेर दुईटा हात यस्तो धारे बनाएर अरूलाई सराप्ने पनि त छन् नि यो समाजमा, छैन र? पूजा त्यो राजसी भक्तको लक्षण हो। देखावटीमा उनीहरू बढी विश्वास गर्छन्। कसैले आएर मेरो मन्दिर हेरिदिए हुन्थ्यो, मलाई कति ठुलो माला पनि अलि धेरै अरूको भन्दा। अनि छिमेकीले चाहिँ फलानु बौलायो भन्छन् फेरि त्यसलाई। किन मध्यराति शङ्ख बजाउँछ हो क्या? समस्या चाहिँ हुन्छ फेरि। अब 4 बजे शङ्ख बजाए पनि 12-1 बजेसम्म मोबाइल हेरेर भर्खर सुतेको मान्छेलाई फुइ गर्न लाग्यो भने बौलायो फलानु, राति राति शङ्ख बजाउँछ भने दिन्छ रुसु। भागवतको 11 स्कन्धमा पछाडि चर्चा आउँछ कि भगवानको भक्तलाई त दुनियाँले पागल नै भन्छ। लगेर पैसा बुझाउनु पर्छ। दिनभरि सूर्य नारायणले यति राम्रो प्रकाश दिनु भएको छ, खोइ बिल्तिरेका छौँ हामीले आजसम्म। गर्मीमा पंखा चलाइन्छ, बिल तिर्नु पर्छ। यो मिठो हावाको खोइ बिल तिर्नु परेको छ हामीले। एक दिन एकछिन 1 घण्टा हस्पिटलमा अक्सिजन लाउनु पर्यो भने कति बिल आउँछ। यो अक्सिजन परमात्माले त्यत्तिकै हामीलाई निःशुल्क रूपमा दिनुभएको छ। यो सुन्दर शरीर, प्रकृतिबाट प्राप्त हुने सबै वस्तुहरू हामीलाई भगवानले उपलब्ध गराउनु भएको छ कि यो भगवानको कृपा होइन, यो भगवानको दया होइन हामी माथि। सात्विक भक्तले यस्ता कुराहरू विचार गर्नुहुन्छ र म माथि दया गर्ने, म माथि कृपा गर्ने परमात्मा प्रति मैले कृतज्ञ बन्न हुन्न, मैले पनि मेरा परमात्माको सम्झना गर्नुपर्छ भनेर भगवानको त्यो ध्यान गर्ने, भगवानको मनन र चिन्तन गर्नेवाला भक्तहरूलाई सात्विक भक्त भनिन्छ। सज्जन यसरी आफ्नो आफ्नो स्वभाव अनुसार, आफ्नो आफ्नो खानपान अनुसार भगवानलाई सम्झिने प्रक्रिया पनि भिन्न भिन्न हुन्छ। सत्वगुणी, रजोगुणी, तमोगुणी भक्तको बारेमा कपिल भगवानले आमा देवहूतिसँग चर्चा गर्नुभयो, भक्ति मार्गको रहस्य बताउनुभयो। देवहूति आमाले मुस्कुराएर सोध्न लाग्नुभयो, बाबु हजुरले भनेको कुरा मैले बुझेँ, भक्ति गर्नुपर्छ, भगवानको आराधना गर्नुपर्छ भन्नुभयो, तर यदि कसैले गर्दैन भने म भगवानको भक्तिबाट विमुख रहन्छ, पत्नी पुत्र धन सम्पत्तिमा मात्रै उ सीमित रहन्छ, अन्तिम श्वास लिँदासम्म कसरी धन कमाउने, कसरी सम्पत्ति कमाउने भन्ने मात्र उसको चिन्ता हुन्छ। बताउन लाग्नुभयो जीवनभर त्यो दुर्बुद्धि व्यक्ति पत्नी पुत्र र धनको चिन्तन गर्दछ, त्यसैमा आसक्त हुन्छ। केवल मान्छे मात्र होइन, अरू जीव जन्तु पनि जुन जुन योनिमा जान्छन् त्यही आसक्त हुन पुग्दछन्।
आफ्नो पोषण कसरी गर्ने, परिवारको भरण पोषण कसरी गर्ने, त्यो मात्र उसलाई चिन्ता हुन्छ। अर्काको धन हडपेर भए पनि, लुटेर भए पनि धेरै कमाऊ भन्ने मात्र उसले सोचेको हुन्छ। त्यस्तै प्रकारले अनेक तरिकाबाट नराम्रा राम्रा मिश्रित कर्म गर्दै 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 ऊ वृद्धावस्थालाई प्राप्त हुन्छ। बुढेसकाल उसले प्राप्त गर्दछ। गात्रम संकुचितम गतिर, गात्रम संकुचितम गतिर्विगलिता। उमेर छँदा डोको बोकेर, ढाकर बोकेर, बोरा बोकेर, उकाली ओराली हिँडेको ज्यान यही होइन। अहिले आफ्नो ज्यान मात्रै उठाउन पनि दुईटा लट्ठीको सहारा लिनुपर्छ। त्यो शक्ति, त्यो तागत, त्यो बल कहाँ गयो? भ्रष्टाचार दन्तावली। कुनै कुनै बेला हामी मुस्कुराउँदा आहा तिम्रा दाँत कति राम्रा भनेर मान्छेले प्रशंसा गर्थे। आज त थोते बा थोती आमै भन्न थाल्यो। दन्तावली भ्रष्टा, ती दाँतहरू कहाँ पुगे पुगे। दृष्टिर्नश्यति, आँखाले राम्रोसँग देख्दैन। वर्धते बधिरता, कानले राम्रोसँग सुन्दैन। सुन्यो भने पनि उल्टो सुन्छ, राधे राधे। केही पनि सुन्दैनन्। अलिकति उनीहरूको बारेमा नराम्रो भन्यो भने झट्टै सुन्छन्। कान नसुन्ने मान्छेको समस्या त के गरी त्यस्तो हुन्छ? कुनै राम्रो राम्रो कुराबाट के भने भन्छन्, अलिकति नराम्रो सुनिदियो भने ठ्याट्टै सुनिहाल्छन्। वर्धते बधिरता, कानले राम्रोसँग सुन्दैन। वक्त्रम च लालायते, बोल्नु भन्दा अगाडि र्याल्चो हुन थाल्छ। त्यही भएर नजिकै कोही बस्न बोल्न पनि चाहन्नन् हामीसँग। अगाडिको दाँत पनि फुस्किएको हुन्छ, थुक उछिट्टिन्छ बोल्दा। वाक्यम नैव शृणोति बान्धवजना, घरका मान्छेले कुरा सुन्दैनन्। सबभन्दा ठुलो समस्या सुन्दैनन्। त्यो समस्या हामीले कतिजनाले अहिले पनि भोगिरहेका छौँ। सबैको त्यो पालो आउँछ, बुढेसकाल आइहाल्छ। पत्नी न शुश्रूषते, जवानमा उमेरमा पत्नीलाई पनि पतिप्रति आकर्षण हुन्छ, पतिलाई पनि पत्नीप्रति आकर्षण हुन्छ। त्यो समय सकिँदै गएर बुढो भएपछि त त्यतातिर पनि साह्रै आसक्तिपना हुन्न। एउटा खाटमा बिचारी बुढी आमै, अर्का खाटमा बुढा बुढा भन्छ, बुढा बुढी गऱ्यो यताबाट। त्यत्तिकै हो के गर्ने हो र? कसले कसको सेवा गर्न सकिन्छ र? पत्नी न शुश्रूषते, न पत्नीलाई पतिको त्यो वास्ता छ, न पतिलाई पत्नीको वास्ता छ। वास्ता भएर पनि सेवा गर्न सकिन्न। हाकष्टम जरया विमुत पुरुष पुत्रोपमित्रायते। अनि बुढेसकालमा सुख पाइएला, आनन्द पाइएला भनेर छोरा बुहारी प्रपञ्च दुनियाँ, अघि हामीले कर्दमजीको कथामा सुन्यौँ नि, बुढेसकालमा सुख पाउन बिहे गरेको। अब बल्ल छोरा बुहारीको सेवाको आवश्यक परेको थियो हामीलाई। त्यति बेलै सबै रिसाउन थाले हामीसँग। पुत्रोपमित्रायते, पुत्र अपि अपमित्रायते। छोराले शत्रुको जस्तो व्यवहार गर्न लाग्यो, शत्रुको जस्तो व्यवहार देखाउन लाग्यो। त्यो खेत बाडी लाल पूर्जा आफ्नो नाउँमा नपारुन्जेल त बाबा भनेर छेउमा आउँदै थियो। कहिलेकाहीँ यसो गोडा पनि थिच्दै थियो। नाम सारी सबै भएपछि त छोराले पनि वास्ता गर्न छोड्यो। बुहारी बिचारी अर्काकी छोरी हुन्, इच्छा लागे गर्छिन्, नलागे गर्दिनन्। बुहारीले पनि बदला लिने मौका यही हो, मलाई बिहे गरेर ल्याउने बित्तिकै कति हेला गरेका थिए, अब चाखौला त भन्छन्। त्यति बेला भयो बर्बाद, अब भयो समस्या। गर्ने परम्परा बाँकी छ। हेर्नु, भारततिर कतिपय समुदायमा बा आमालाई घरबाट लखेट्ने अहिलेसम्म त्यो दृश्य देख्न सकिन्छ। माता पिताले कमाएको सारा सम्पत्ति आफ्नो नाममा लिएपछि बा आमा लखेटिदिने।
बिचरा निराश्रित भएर वृद्ध आश्रममा तीर्थमा कतै गएर मागेर खानुपर्छ। बा आमाले सन्तानहरू बिल्डिङमा बसेर आनन्दको उपभोग गरिरहेका हुन्छ। किना साइब गोजरम, यो विडम्बना, यो दुर्दशा बुढेसकालको चर्चा सुखदेव स्वामीले गर्नुभयो। बिचराको मर्ने बेला भयो, मर्ने बेलाको कहानी यहाँ सुनाउन लाग्नुभयो। कण्ठे घुर घुरायते, मर्न लागेको छ। कफ बढ्यो, पित्त बढ्यो, बात बढ्यो, तिनै प्रकारका कफ पित्त बातले उसको नाडीलाई अवरुद्ध बनाएको छ। हेर्ने मान्छेहरू छेउमा जान्छन्, बा मलाई चिन्नुभयो भन्छन्, आमा मलाई चिन्नुभयो भनेर सोध्छन्। जति बेलासम्म होस थियो, जति बेलासम्म चेतना थियो, त्यति बेला कोही पनि खोज्दै आएनन्। अब आफै अचेत भएपछि चिन्नुहुन्छ भनेर त्यहाँ के अर्थ छ? आफूलाई खाउँ खाउँ लागेको बेलामा खान पाइएन, धेरै खान दियो भने मायाले मान्छेले बोलाउँदा मान्छे चिन्न सक्ने अवस्था छैन। खाटको चारैतिर बसेर सँगै सम्बन्धीहरू शोक गर्न लाग्छन्। मृत्युको बेलामा बाहिर कुकुरहरू पनि लामो स्वर गरेर रुन लाग्छन्। एक प्रकारको भयंकर शब्द त्यहाँ उत्पन्न हुन्छ, महान क्लेश हुन्छ। मर्ने बेलामा छटपटी हुन्छ। सज्जन, भागवतले बताउनु भएको छ, मृत्युको बेलामा, प्राण त्याग गर्ने बेलामा 100 बिच्छीले टोक्दा डस्दा जति पीडा हुन्छ त्यो मर्न लागेको व्यक्तिलाई पनि त्यति नै छटपटी र पीडा भइरहेको हुन्छ। कसैलाई बिच्छीले टोकेको छ भने तपाईहरुले बुझ्नुहुन्छ कति दर्द हुन्छ। त्यति बेला असाध्यै पीडा हुन्छ बिच्छीले टोक्दा। मर्न पनि मरिन्न, सहनै नसक्ने छटपटी। 100 बिच्छीको डसाइमा कति पीडा हुन्छ, मर्ने बेलामा त्यति नै पीडा भइरहेको हुन्छ। हामीलाई बिचरा तडपाइन्छ, फटफटिन्छ, अय्या अय्या भन्छ, आथा आथा भन्छ। सबै रुन कराउन लागे, आँखाबाट आँसु झार्न लागे। साँच्चै भन्नु पर्दा मायाले कोही कोही रोएका होला, कोही कोही खुसीले पनि रोएका हुन सक्छ। दिन दिन सेवा गरेर हैरान भएको थियो, अब चाहिँ ढुक्क भयो भनेर खुसीको आँसु पनि आएको हुन सक्छ। के भरोसा छ यो संसारमा, कसको विश्वास गर्नु? बाबा आमा निराएको बेलामा बाबा आमाको औँठामा मसी लगाएर ल्याप्चे लगाउने सन्तान यही संसारमा छन्। त्यस्ता मान्छे बा आमा मर्न लाग्दा पिरले रोए भन्दा कसरी पत्याउने? परितोर्क दबानलानिलै सन्तप्यमान पतितप्त बालुके कृष्णेर पृष्ठे कसया चतारितस् चलत्य सक्तोपि निराश्रमोदके। अय्या 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 भनेर छटपटिरहेको हुन्छ। त्यति बेला यमराजका दूतहरू पास लिएर आउँछन्, उसको गलामा बाँधेर उसलाई तान्न लाग्छन्, घिसार्न लाग्छन्। यता हामीहरू मर्यो 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 भन्छौँ, मर्नुको मतलब यमदूतले उसको प्राणलाई खिचेर लैजानु हो। 79,000 योजनको बाटो 2 देखि 3 मुहुर्तमा उसलाई दौडाइन्छ। त्यहाँ घामले बालुवा तातेको हुन्छ, दुःख कष्टमा उसले त्यो ठाउँ पार गर्छ। नरकसम्मको उसलाई यात्रा गराइन्छ। जीवनभर उसले गरेको राम्रो र नराम्रो कर्मको खाता पल्टाउनुहुन्छ चित्रगुप्त महाराजले। अनि उसले गरेका नराम्रा कर्मका कारणले गर्दा नरकमा गएर उसले दुःख पाउनुपर्छ। हजारौं वर्ष नरकको यातना भोगेपछि फेरि विभिन्न प्रकारका किरा फट्याङ्ग्रा अनेक 84 लाख योनि भ्रमण गर्दै गर्दै पुनः मनुष्य बन्ने उसले सौभाग्य पाउँछ। आमा, कपिल भगवानले भन्नुभयो, आमा मानव जीवन पाएको बेलामा मनुष्य जीवनको कर्तव्य नबुझेर जे पायो त्यही गर्ने, जथाभावी कर्म गर्ने, आफ्नो बाटो छोडेर हिँड्नेहरूको यस्तै दुर्गति हुन्छ। पुनरपि जननम पुनरपि मरणम
पुनरपि जननी जठरे शयनं भज गोविन्दं भज गोविन्दं गोविन्द गोविन्दं भज गोविन्दं गोविन्दं भज पुरुषोत्तम भगवानको बेलामा मलाई के भनिस् बाहिर गएर गरिस् अनि फेरि अब हामीले नरक जाने कर्म गर्यौं नरकको त अघि नै वर्णन गरिहालियो बुढेसकालमा त्यस्तै दुःख खेप्यो फेरि नरकको यात्रा गर्यो यमराजका दूतहरूको पिटाई खायो पुनः फेरि किरा फट्याङ्ग्रा हुँदै 84 लाख योनिमा घुम्यो आमा यसरी भगवानको भक्तिबाट विमुख हुनेहरूले दुःख पाउनुपर्छ भनेर भगवान कपिलले माता देवहूतिलाई बताउनु भयो वृद्धावस्था सबैको आउँछ बुढो सबैले हुनुपर्छ बुढेसकालमा सुख पाउने हो भने भागवतमा एउटा मन्त्र सिकाइएको छ सज्जन यहाँ पनि हाम्रा धेरै बुवा आमा हुनुहुन्छ त्यो मन्त्र भन्दैन हजुरहरूलाई मान्ने भए भन्छु के रे मलाई त त्यो नभने पनि यहाँ हाम्रो ढुङ्गाना परिवारले दक्षिणा पुरै दिइहाल्नुहुन्छ घटाउनुहुन्न क्या हजुरहरूलाई सुन्न मन लागेको भए भन्ने हो सुनेर मात्रै भएन त्यसलाई पालना पनि गर्नुपर्छ हजुरहरू कति भाग्यमानी दक्षिणा दिने उहाँहरू हुनुहुन्छ यत्तिकै सुन्न पाउनु भएको छ त्यही पनि सुन्न किन कन्जुस्याइ गरे हो सुनाउनुहोस् गुरुजी 6 बजेसम्म भन्नुहोस् न राधे राधे हजुरहरू एकछिनमा उठेर कतिजना त गइसक्नु भयो गाई दुहुने बेला भयो भैँसी दुहुने बेला भयो भन्नुहुन्छ एकै जान्छन् हाम्रो शक्ति घट्दै जान्छ काम गर्न नसक्ने भइन्छ नि जति जति इन्द्रिय शिथिल भएर शक्ति घट्दै जान्छ काम गर्न नसक्ने अवस्था हुँदै जान्छ त्यति त्यति अरु इन्द्रियको चाहिँ शक्ति घट्ने एउटा झन बढेर जाने हुन्छ क्या बुढेसकालमा समस्या त्यसैले उत्पन्न गर्ने हो राधे राधे त्यो के हो थाहा छ अरु सबै इन्द्रियको तागत घट्ने एउटाको चाहिँ झन बढ्दै जाने के हो जिब्रो राधे राधे हातले पनि काम गर्दैन गोडाले पनि काम गर्दैन जिब्रो चाहिँ झन् एकदम बढी चल्ने हुन्छ अनि समस्या त्यहाँ उत्पन्न हुन्छ छोरा बुहारीले भन्नुहुन्छ आमा काम गर्न सक्नुहुन्न बुवा हजुरलाई काम गर्न गाह्रो छ हामी गरिहाल्छौँ नि हजुर चुप्प लागेर बस्नु तर बस्नै होइन चुप्प लागेर यता भएन त्यता भएन यो बिग्रियो त्यो बिग्रियो आफू गर्न नसक्ने भएर उनीहरूलाई व्यवहार जिम्मा लगाएपछि जस्ता प्रकारले गर्छन् गरून् म त चुप्प लागेर भगवानलाई सम्झिएर बस्छु भन्नु नि आउँदैन मनमा मैले कमाएको मैले जमाएको बिगारिदिए यिनीहरूले बर्बाद पारिदिए भने जस्तो चाहिँ आउँछ एउटा दृष्टान्त सुनाउनु हुन्छ नि गुरुहरूले आमा प्याक प्याक भइन् मर्ने बेलामा इशारा गरेको गरे गर्छ नि के चोरी औँलाले यता पानी खाँदैछिन् यता इशाराको इशारा
छोराहरूले बुझे पक्कै बुढी माउले धन सम्पत्ति गाडेकी छन् कि क्या हो यहाँ, त्यतैतिर चोरी औँलालाई देखाउँछन् जति बेला पनि। होइन, आमालाई जसोतसो बोल्न सक्ने त बनाउन पर्छ। महँगा महँगा इन्जेक्सन, ठुला ठुला डक्टर बोलाए, बल के उपचार गरेर जसोतसो बुढी आमा बोल्न सक्ने भए। आमा इसारा गरे हुनुहुन्थ्यो नि। तिमीहरूलाई त पिट्नु पर्ने। यति धेरै वरिपरि बसेका थियौ, त्यो बाछाले कुचो चलाएको आधी घन्टा भइसक्यो, कसैको नजर त्यहाँ गएन। सच्चिदानन्द भगवानको बुढेसकाल बिग्रिने त्यसैले हो। हरिको सम्झना। हामी वृद्ध भयो, मैले चाहिँ त्यो गर्छु भनेको छु, प्रभुले जुराउनुहुन्छ कि जुराउनुहुन्न। आफू काम गर्न नसक्ने भएपछि चुप लागेर बस्ने, जस्तो दिन्छ खाइदिने, बढी कुरा नगर्ने, बुहारीको नराम्रो नभन्ने, छोराको नराम्रो नभन्ने, सबैलाई आशीर्वाद दिने, भलो होस् भन्ने। बोली मात्र मिठो पारियो भने बुढेसकालमा सुखै सुख राधे राधे। हामीलाई छोराबुहारीले घाँस काट्न पठाउन्नन् के अरे, खन्न जान पर्दैन के अरे, सकिन्न, थाहा छँदैछ मिठो। अनि एकजना बुवा आउनुभयो उता सुनसरीतिर, इटरी भन्ने ठाउँबाट। मलाई घरमा दिक्क लगाए, वृद्ध आश्रमतिर बस्ने हो अब भन्नुभयो। म त्यही किन आउनुभयो भनेर सोध्नुभयो। त्यो बुवाले भन्नुभयो म पनि यहीँ बस्न आउन लागेको। बुढी आमाले भन्नुभयो हेर्नुहोस्, बुहारीले गाली गरेर बरु लातले थाल त्याएर खान दिएदेखि फर्केर देउघाटै आउनु भएको छ। भन्नको तात्पर्य घरमा छोरा बुहारीसँग झगडा गरेर वृद्ध आश्रममा जाँदा सुख हुन्छ भन्ने सोच्नु भएको छ भने त्यो गलत सोचाइयो आमा बुवाको पनि। अब बुढाबुढी भएपछि सरल भइदिनुपर्छ। छोरा बुहारीको मात्रै गल्ती देखाउने, अब समाजले हेर्दाखेरि त कठै हुन्छ। कान नसुने जस्तो गर्दा के फरक पर्छ? केही नराम्रो गरे उनीहरूले आँखाले देखियो, नदेखे जस्तो गरिदिनु। बुढेसकालमा आँखा देख्दिन भन्दा पनि पत्याउँछन्, कान सुन्दिन भन्दा पनि पत्याउँछन् मान्छे, हो कि नै? झोली माला हातमा लिनु, जति बेला पनि राधेश्याम हरिशरणम हरिशरणम ओम नमः शिवाय, जे भगवानको जुन नाम मन पर्छ जपेर बस्नु। खाने बेलामा खाना दिन्छन् खाइदिनु। जय कल्याण होस् सबैको भन्नु। कसले हेला गर्छ? सबैको हाई हाई भइन्छ, सबैको प्रिय भइन्छ। अलिकति दुःख पाएको त हामीले आफ्नो स्वभाव परिवर्तन नगरेर पनि हो। आफ्नो बानी चाहिँ जस्तो छ बोकेर लिएर हिँडेछ। उसको छोरो पनि पछ्याउँदै गयो, नाति पनि पछि पछि गयो। आमालाई वनमा छोडेर बाउ फर्किन लाग्यो। छोराले भन्यो बाउ डोको त लिएर जानुपर्छ भनेर जिद्दी गर्यो उसले। अन्तिममा उसले भन्यो बा तिमीले आमालाई फ्याँक्न डोकोमा ल्यायौ, पछि तिमीलाई फ्याँक्ने बेलामा मैले नयाँ डोको कहाँ किन्न जानु, यसैमा ल्याउन काम लाग्छ। राधे राधे। होइन, हामीले माता पिताको जस्तो सेवा गर्छौँ, जसरी व्यवहार गर्छौँ, हाम्रा छोराले हेरिराखेको हुन्छ। भोलि हामीलाई पनि त्यस्तै प्रकारको व्यवहार हुन्छ। र प्रकृतिले फेरि जहिले पनि पैसो तिर्छ के, यो कुरा हामीले ख्याल गर्नुपर्छ। अरूप्रति हामीले जस्तो व्यवहार गर्छौँ त्यही व्यवहार हामीलाई पनि अरूले गर्छन्। त्यो पैसो तिरातिर हुन्छ प्रकृतिमा। यो तृतीय स्कन्धमा कपिल देवहूति संवादमा यस्ता व्यवहारिक कुराहरू धेरै नै छन्। सजग कथा धेरै अगाडिसम्म पुग्नुपर्ने बाध्यता पनि छ, त्यसैले यो प्रसङ्गमा अल्झिएर पनि भएन। फेरि कुनै बेला समय मिल्यो भने प्रसङ्गलाई फेरि कोट्याउन पनि सकिन्छ। सकाम र निष्काम पुरुषको गतिको बारेमा वर्णन गर्दै माता देवहूतिसँग विदा भएर भगवान कपिलले गङ्गा सागरको यात्रा गर्नुभयो। आज पनि जहाँ गङ्गाजी र समुद्रको सङ्गम भएको छ त्यो स्थानमा भगवान कपिल तपस्या गरेर बसिरहनु भएको छ। माघे सङ्क्रान्तिको दिन हामी कपिल भगवानको दर्शन गर्न भनेर गङ्गा सागरमा जाने गर्छौँ। यिनै पावन कथा प्रसङ्गका साथमा भागवतको तृतीय स्कन्धले विश्राम लिएको छ। सम्पूर्ण कथा भगवान श्याम सुन्दरका चरणारविन्दमा अर्पण गर्दै र एउटा सुन्दर भजन श्रवण गर्दै हामी चतुर्थ स्कन्धमा प्रवेश गर्नेछौँ। Saturday,
लगाइदेऊ पार हो कृष्ण लीला अपार लगाइदेऊ पार हो कृष्ण लीला 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 लगाइदेऊ मनुस्तु सतरु आफ्ना पिताजीको काखमा बस्न लाग्दा कान्छी आमाले दुर्वचन प्रयोग गरिन् भैमा पछाडि दिन त्यही ईर्ष्याले उनी सानैमा तपस्या गर्न भनेर वनमा गए 6 महिनासम्म निरन्तर ओम नमो भगवते वासुदेवाय यो दिव्य द्वादशाक्षरी मन्त्रको जप गरेर सिद्धि प्राप्त गरे साक्षात् नारायणको ध्रुवलाई दर्शन भयो फर्किएर उनी घरमा आए 36,000 वर्षसम्म पृथ्वीको शासन गरे प्रजालाई सुख दिए आनन्द दिए पछाडि ध्रुवको कान्छी आमापट्टिको भाइ उत्तमलाई यक्षहरूले मारिदिए उनको यक्षसँग घमासान युद्ध भयो पछाडि आएर मनु महाराजले त्यो युद्धलाई विश्राम गराउनु भयो कुबेरले वरदानको रूपमा ध्रुवलोक दिनुभयो बाल्यकालमा गरेको तपस्याको प्रभावले गर्दा मृत्युको पीठमा पाउले टेकेर शरीर सहित ध्रुवजीले भगवत धामको यात्रा गर्नुभयो सज्जन केटाकेटी अवस्थामा बाल्यकालमा भगवानको भक्ति गर्नुको झन् ठुलो महिमा छ झन् धेरै महत्त्व छ हामीहरू उमेर पुगेपछि बुढेसकालमा भगवानको भक्ति भजन गर्ने भगवानको शरण पर्ने भन्छौँ तर ध्रुवको चरित्रले हामीलाई समय रहँदैदेखि बाल्यावस्थादेखि नै भगवत भक्तिमा लाग्नुपर्छ भनेर एउटा राम्रो शिक्षा पनि दिएको छ ध्रुवजीको चरित्र श्रवण गर्नाले भगवानमा भक्ति बढ्छ भक्ति मार्गमा वृद्धि हुन्छ भनेर फलश्रुतिमा बताइएको छ ध्रुवजीको यो पावन कथा प्रसङ्ग सँगसँगै अगाडि घोषेण सर्वस खबरदार मेरो राज्यमा कसैले दान नगर्नु कसैले जप नगर्नु कसैले पूजा यज्ञ अनुष्ठान नगर्नु गाई दान नगर्नु वेद पाठ अश्वमेध यज्ञ गर्ने उहाँको संकल्प थियो 99 यज्ञ जब प्रारम्भ भएको थियो इन्द्र डराए 100 अश्वमेध यज्ञ पूरा गर्नेवालाले इन्द्रको पदवी पाउँछ अब यो पृथु नै इन्द्र हुने भयो मेरो गद्दी खोसिने भयो त्यो रूपलाई कलियुगमा पनि धारण गर्नेछन् कतिपयले भनेर वर्णन गरिएको छ पछाडि स्वयं भगवानले पृथु र देवराज इन्द्रका साथमा मित्रता कायम गरिदिनु भयो इन्द्रलाई र पृथुलाई साथी साथी बनाइदिनु र सनक कुमार 4 भाइहरूले आएर महाराज पृथुलाई तत्त्व ज्ञान सुनाउनु भयो महाराज पृथुलाई दिव्य उपदेश दिनुभयो सनकादिकोमा यति धेरै श्रद्धा थियो तिमीलाई के चाहिन्छ माग भनेर भगवानले भन्नुभएको प्रभु मलाई त हजुरको कथा सुनेको सुनै गर्न मन लाग्छ 2टा कानले कथा सुनेर मेरो मन भरिएन मलाई 1000 कान दिनुहोस् राधे राधे अयुतमेशम कहीँ त 10,000 कानको पनि प्रसङ्ग आउँछ मलाई 10,000 कान हजुरले बक्सियोस् भगवानले भन्नुभयो टुप्पीदेखि लिएर पैतालासम्म कानै कान भयो भने तिमी राम्रो देखिन्नौ के रे रानीहरूले पनि छोडेर हिँड्छन् राधे राधे कानै बाजे भइयो नि सबैतिर कानै कान 10,000 कान होइन बरु 10,000 कानको श्रवण गर्ने शक्ति सुन्ने शक्ति म तिम्रो 2टा कानमा भरिदिन्छु कथामा त्यस्तो प्रेम थियो पृथु महाराजको पछाडि राम्रोसँग गराउँछु फेरि गर्नुहोस् हुन्छ महाराज सुरु गरिहाल्नु अर्का कुनै ब्राह्मण स्वार्थी पनि हुन्छन् सबै ब्राह्मण हाम्रो भलो चिताउँछन् भन्ने पनि छैन दक्षिणाका भोका पनि हुन्छन् कति महाराज यज्ञ त विधि विधान सहित गराउनु पर्छ मिलेन हजुरको मेसो हजुरले मेसो मिलाएर गरिदिनुहोस् फेरि सुरु गरिहाल्नु यज्ञ गर्न भनेपछि अत्यन्तै रुचाउने तर संशय एउटा दृढ संकल्प छैन कसको यज्ञ गर्ने कसको पूजा गर्ने छैन ती जसले भनेको पनि मान्ने खाले राजा बिचरा उनको सिधापनको फाइदा उठाए एकजना ब्राह्मणले एक दिन गए ती छट्टु ब्राह्मण
आफू मांसाहार भक्षण गर्दा रहेछन्, मासु मिठो लाग्थ्यो उनलाई, सधैँ किनेर खान त गाह्रो हुन्छ। राजालाई प्राचीन बलिलाई गएर भन्न लागे, महाराज आजसम्म तपाईँले जति यज्ञ गर्नुभयो नि त्यो यज्ञको केही पनि फल भएन, दुःख मात्रै भयो। गुरुहरूले दक्षिणा मात्रै लिएर जानुभयो, हजुरको यज्ञ सफल भएन। प्राचीन बलिले सोध्न लाग्यो, अनि कसरी गर्दा यज्ञ सफल हुन्छ त? उनले भन्न लागे, यज्ञमा त बलि चढाउनु पर्छ, राधे राधे। पशु पंक्षीलाई काटेर मारेर रगत बगाउनु पर्छ, अनि पो त्यो यज्ञ हुन्छ। त्यस्तो उल्टो बुद्धि बताइदिए। यदि तपाईलाई स्वर्ग जान मन छ भने बलि यज्ञ गर्नुस्। सिधा साधा राजा ती ब्राह्मणले जसो भन्यो त्यसै गर्न लाग्यो। हेर्नुस्, आज भोलि पर्सि काट्दा काट्दा कति उनले बोका काटे, कति राँगा काटे, कति अरू परेवाहरू चराचुरुङ्गीहरू काटे, रगतको खोलो बगाए। एवं रीतले दिनहरू बित्दै गए। एक दिन यो कुरा देवर्षि नारदले थाहा पाउनु भएछ, लौ बर्बाद भयो। धर्म गर्ने नाउँमा, स्वर्ग जाने नाउँमा यी राजाले त पशु प्राणीको हत्या गर्न लागे, यिनलाई सम्झाउनु पर्छ। नारद ऋषिले गएर उपदेश दिनुभयो, राजन हजुर के गर्दै हुनुहुन्छ? पशु पंक्षीलाई मारेर पशुको बलि चढाएर काहीँ धर्म हुन्छ? खोइ मलाई त ब्राह्मणले त्यही सिकाउनु भयो, मैले त त्यही गरेँ। ती ब्राह्मणले गलत सिकाए हजुरलाई, उनलाई खान मिठो लाग्थ्यो, त्यही भएर यो सब गराएका हुन्। यस्तो नगर्नु, यो पाप लाग्छ यस्तो गर्दा। देवर्षि नारदले तपबलद्वारा राधा कृष्ण उनै नारायण, हरि भन्न नजाने नि पर्छु शरण। उनै रहेछन् राधा कृष्ण उनै नारायण, उनै रहेछन् राधा कृष्ण उनै नारायण, उनै गोविन्द, उनै रहेछन् राधा कृष्ण उनै गोविन्द। राधाकैको परिसकी उनै नाचे। जीवनलाई भगवत भक्तिमय बनाउने हामी भागवतको पञ्चम स्कन्धमा प्रवेश गर्दैछौँ। पञ्चम स्कन्धमा 26 अध्यायहरू छ। जेठा पुत्र प्रियव्रतको कथाको चर्चा गरिएको छ। प्रियव्रत घर बसेर पनि गृहस्थ आश्रममा रहेर पनि भक्ति भजन गर्न सकिन्छ। यो अमूल्य उपदेश पाएर नतमस्तक हुनुभयो। ब्रह्माजीको आज्ञालाई प्रियव्रतजीकै त्यो मुक्ति क्षेत्रको आसपास पुलह आश्रम भन्ने ठाउँमा आएर सालग्राम भगवानको आराधना सुरु गर्नुभयो। नित्य प्रति गण्डकी स्नान गर्ने, सालग्रामलाई तुलसी अर्चना गर्ने एवं रीतले भरतजीले आफ्नो समय व्यतीत गर्न लाग्नुभयो। एक दिन गण्डकीमा स्नान गरेर अञ्जली भरी जल लिएर सूर्य नारायणलाई ओम परो रजः सवितुर्जात वेदो देवस्य भर्गो मनसेदम जजानः जल अर्पण गर्न लाग्नु भएको थियो। एउटा मृगको बच्चा हातमा आयो। त्यो मृग शावकलाई स्नेह गर्न लाग्नुभयो। जति ठुलो हुँदै गयो त्यति माया बढ्दै गयो। अन्तिममा मृग शावकले उहाँलाई छोडेर गयो। मृगको बच्चा हराएपछि पीर मान्न लाग्नुभयो, चिन्ता मान्न लाग्नुभयो। उहाँको मृत्यु भयो। अन्तिम समयमा मृगको बच्चाको स्मरण गर्दै देह त्याग गरेका कारणले गर्दा अन्त्यमति सागति भन्ने पुनर्जन्मको सिद्धान्त अनुसार उहाँले फेरि हरिण भएर मृग बनेर जन्म लिनु पर्यो। त्यो जन्म परित्याग गरेर अंगिरा गोत्रीय ब्राह्मण कुलमा उहाँले जन्म लिनुहुन्छ। जड भरत नामले हाम्रो हुनुभन्दा अगाडि यो जमिन कतिले मेरो भने, कतिका नाउँमा यो लाल पूर्जा बन्यो, तर सबैले यही छोडेर रहनु, आसक्त नहुनु। त्यो आसक्तिपनाले गर्दा बन्धनमा पर्नुपर्छ। जति मेरो मेरो भने पनि, जति आसक्त भए पनि छोडेर जानुपर्ने कुरा के हो? तलातल, महातल, रसातल, पाताल, भूलोक, भूगर्लोक, स्वर्लोक, महलोकहरू कुन
कुन लोकमा भगवानको कुन रूपमा पूजा आराधना कसले स्थिति यावत चर्चा पञ्चम स्कन्धभित्र भएको बेली विस्तार सँगसँगै भागवतको पञ्चम स्कन्धले पनि विश्राम लिए। आजको कथा प्रसङ्गबाट विश्राम लिन्छौँ। एउटा सुमधुर भजन सुन्दै तत्पश्चात भागवत भगवानको आरती गरेर हुन्छ। त्यसै गरी भजन कीर्तन समय भएसम्म हजुरहरूको पनि हजुरहरूले आनन्द लिनुहुनेछ। Jolly